फुटबलको महासङ्ग्राम फिफा वर्ल्ड कप चलिरहेको छ र यी चारजना सुपरस्टार खेलाडी लिजेन्डरी खेलाडीहरूले चाहिँ हामी फुटबल फ्यानहरूलाई राम्रो गिफ्ट दिइसकेका छन्, ठुलो गिफ्ट दिइसकेका छन्। विथिन 24-25 आवर्स यी चारैजना खेलाडीले आफ्नो देशका लागि दुई गोल स्कोर गर्न सफल भएका छन्। योभन्दा ठुलो मुमेन्ट के हुनसक्छ फुटबल फ्यानहरूको लागि? आफ्नो सुपरस्टार खेलाडीहरूले गोल गरिरहेका छन् र आफ्नो टिमलाई जिताइरहेका छन्। ल ठिक छ, एकछिनको लागि अर्लिङ हल्यान्ड र किलियन एम्बापेको कुरा छोड्यौँ। उनीहरूलाई हामी 10-15 वर्षसम्म मजाले अझै पनि हेर्न पाउनेछौँ। तर वाट एबाउट क्रिस्टियानो रोनाल्डो एन्ड लियोनल मेस्सी? दिस मे बी द लास्ट वर्ल्ड कप अफ दिस टु लिजेन्डरी प्लेयर. दे आर द ट्रु लिजेन्ड अफ फुटबल. दे हेभ सर्भड ओभर 2 डिकेड इन द फुटबल. हामी कतिपयले त उहाँहरूलाई नै हेरेर फुटबल हेर्न पनि स्टार्ट गरेका छौँ। कसैलाई मेस्सी मन पर्ला, कसैलाई रोनाल्डो मन पर्ला, कसैलाई मेस्सीको प्लेइङ स्टाइल मन पर्ला, कसैलाई रोनाल्डोको प्लेइङ स्टाइल मन पर्ला। तर वाइ वी आर स्टिल डिबेटिङ क्या को भन्दा को बेस्ट? लेट्स इन्जोय द मुभमेन्ट. दिस मे बी द लास्ट वर्ल्ड कप. अर्को वर्ल्ड कपमा रोनाल्डो 45 इयर्स, मेस्सी 43 इयर्सको हुनेछन्. सो डेफिनेटली दे मे नट बी एभाइलेबल इन द वर्ल्ड कप. अहिले हामीले उनीहरूलाई बिगेस्ट स्टेजमा हेर्न पाइरहेका छौँ, वर्ल्ड स्टेजमा हेर्न पाइरहेका छौँ, फिफा वर्ल्ड कपमा हेर्न पाइरहेका छौँ। यो लास्ट फेजमा लास्ट डान्स छ यी दुई लिजेन्डरी प्लेयरहरूको, त्यही पनि हामी स्टिल डिबेट गरिरहेका छौँ को भन्दा को बेस्ट छ भन्दा। दुवैजना बेस्ट छन्, डाउटै छैन। त्यत्तिकै फ्यान कमाइँदैन नि। यस्तो विश्वमा सबैजनाले चिन्ने चर्चित खेलाडी बन्न त्यति सजिलो छ र फुटबल प्लेयर यति धेरै छन्, तर यी दुई प्लेयर त कति खास छन् त। म मेस्सी फ्यान हो होइन, म मेस्सीलाई नै हेरेर फुटबल हेर्न पनि स्टार्ट गरेँ होइन, फुटबल रमाइलो लाग्न थाल्यो। तर आई क्यानट डिनाई द फ्याक्ट रोनाल्डो इज अ लिजेन्ड. रोनाल्डोको गेम पनि म हेर्छु क्या, वर्ल्ड कपमा बसेर हेर्छु र गोल स्कोर गरोस्, ह्याट्रिक हान्नुहोस् भन्ने हुन्छ क्या। मेस्सीले मात्र ह्याट्रिक गरोस् भन्ने हुँदैन क्या। दुवैजना प्लेयरले स्कोर गर्यो भने छुट्टै खालको रमाइलो हुन्छ। प्लिज रेस्पेक्ट बोथ प्लेयर यार। तपाईँले एकजनालाई मनपर्छ भन्दैमा अर्कोलाई डिसरेस्पेक्ट गर्नुपर्छ, हेट गर्नुपर्छ भन्ने छैन। लेट्स रेस्पेक्ट बोथ अफ देम, इन्जोय फुटबल.